दर्शक आज चाहिँ यो एनएसएनटीको एउटा चिया चौतारी भन्ने कार्यक्रम छ। त्यसमा आजको यो सप्ताहन्तमा चाहिँ हु हेभन भन्ने यो एउटा पार्क रहेछ। यो पार्कमा चाहिँ आज चिया चौतारीको कार्यक्रम छ। यसमा हामी सहभागी हुन आइरहेका छौँ। यो म आएको आजको लन्च स्ट्यान्डको यो पहिलो भ्रमण हो यहाँको यो पार्कको। अर्बन पार्कमा भएको थियो, त्यसपछि अर्को कुनै एउटा पार्कमा भएको थियो र आज चाहिँ यो पार्कमा हुँदैछ। बच्चाहरूलाई खेल्न, घुम्न, रमाउन यस्तो ठुलो पार्कहरू यहाँ बनाउने चाहिँ कल्चर रहेछ। ल हेर्नुहोस्, आज एनएसएनटीले गरेको चिया चौतारी कार्यक्रम चाहिँ यही पार्कमा चलिरहेको छ। यहाँ धेरै नेपालीहरू भेला हुनु भएको छ। चिया गफ चलिरहेको छ। सामान्य चिया पिउने अनि यसो भलाकुसारी गर्ने, विकेन्डमा समय बिताउने यस्तो कार्यक्रम हो यो। अब तपाईँहरूलाई म एउटा बच्चाहरूको लागि रमाउने एउटा यस्तो देखाउँछु। हेर्नुहोस् यहाँ कस्तो राम्रो बनाएर राखेको छ। हेर्नुहोस् है, यहाँ दुईवटा गिर्लिङ जस्तो बनाएर राखेको छ र यो डोरीमा चाहिँ यो लट्ठा छ, यो फलामको आइरनको लट्ठा छ र यस्तोमा यसरी बस्छन् बच्चाहरू र अनि त्यहाँबाट परसम्म अर्को पोलसम्म त्यहाँसम्म जान्छन् झुन्डिएर। यो भिरालो जग्गामा यसरी बनाएको छ र यसरी सुर जान्छन् यसरी बच्चाहरू। कोही चाहिँ यहाँ फुटबल खेल्दैछन्, युवाहरू यसरी बच्चाहरू त्यहाँ खेल्दैछन्। ल हेर्नुहोस्, बच्चाहरू यसरी रमाएर खेल्छन्। हेर्नुहोस् यहाँ यस्तो बनाइदिएको छ, जहाँसुकै बनाएको हुन्छ पार्कमा। यहाँको पार्कमा बच्चाहरूलाई यस्तो रमाउनलाई, खेल्नलाई यस्तो बनाएको हुन्छ। त्यो कोही साइक्लिङ गरिरहेछन्। हेर्नुहोस् ठुलो एरिया छ। यतातिर जङ्गल पनि छ, यहाँ चराचुरुङ्गी चिरबिराको, अनि यो पदमार्ग पनि बनाइदिएको छ। हेर्नुहोस् त यहाँ पदमार्ग बनाइदिएको छ। त्यहाँ पर चाहिँ यस्तो खेल्ने छ, यस्तोमा खेलेर रमाउँछन् बच्चाहरू। कोही यहाँ पिङ खेल्दैछन्, यसरी पिङ राखिदिएको हुन्छ। यहाँ कुकुर डुलाउन पाइँदैन, त्यसपछि चुरोट पिउन पाइँदैन। यहाँ यस्तो नो डग्स, नो स्मोकिङ विदिन 10 मिटर्स अफ प्लेग्राउन्ड भनेको छ। फन्तुस के भनेको त्यस्तो? फन्तुस दुन्दुरे पुन्तुरे अब होइन। यहाँ पनि रहेछ नि त खेल्ने। यी
चिया र सेलरोटी नेपालीको कार्यक्रममा होइन। एकजना आमै स्वाद लिइरहनु भएको छ सेलरोटी र चियाको। एकजना यहाँ चिया बोकेर आउनुभयो। एकजना बुवा आमा त्यहाँ गफ गर्दै हुनुहुन्छ। किन रोको?